नेपाली क्रिकेटमा एउटा युगको अन्त्य भएको छ आजदेखि। पारस खड्का, ज्ञानेन्द्र मल्लको चर्चा त धेरै हुने गरेको थियो। आज त्यस्ता एउटा खेलाडी जसले नेपाली क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। उहाँको नाम हो शरद भेषाकर। उहाँलाई सम्झिनु पर्दा 2013मा हामी फर्किनु पर्ने हुन्छ। 2013को वर्ल्ड कप क्वालिफायर हङकङ भर्सेस नेपाल। नेपाल जित्नै पर्ने दबाब, नेपालले नयाँ इतिहास बनाउने अभिभारा बोकेर हङकङ भर्सेस नेपालको बिचमा फैसला थियो। अन्तिम 1 ओभरमा क्रिजमा थिए शरद भेषाकर, जसले नेपालको वर्ल्ड कप खेल्ने सपना पुरा गर्ने अभिभारा उनको हातमा थियो। 19.1 ओभरमा छक्का हान्छन्, त्यसपछि चौका हान्छन्, त्यसपछि चलाखीपूर्ण भनौँ या बुद्धिमानीपूर्ण भनौँ, एक रन ल्याएर नेपाललाई जिताउँछन् अनि नेपाल पुग्छ 2014को वर्ल्ड कपमा। Nepal are heading to the ICC World 2014 in Bangladesh. The first time. त्यो इतिहास रच्ने महान खेलाडी शरद भेषाकर, जसले नेपालको क्रिकेटमा एउटा ठुलो बेस बनाएका थिए। नेपाली क्रिकेटको एउटा जग बसाल्ने महान खेलाडी शरद भेषाकर, जसको कारणले आज नेपाली क्रिकेट यो लेभलमा पुगेको छ। एउटा नेपाली क्रिकेट समर्थकको तर्फबाट धेरै धेरै धन्यवाद शरद भेषाकर। उहाँको निजी जीवन राम्रो होस् भन्न चाहन्छु। जय नेपाल।